पढाइबगर धुरकोट गाउँपालिका वडा नम्बर 3 हाडाडी धनमुडामा अवस्थित ठुलाखेत भन्ने ठाउँमा चाहिँ नि असार महिना लागेसँगै हामी चाहिँ रोपाइको चतारोमा लागेका छौँ। यो खेतको बारेमा भन्नुपर्दाखेरि गत वर्ष यो खेतको उब्जनी चाहिँ तपाईँको 50 मुठी धान उब्जनी भएको थियो। हामी आफै आएर बनाएको थियौँ। अहिले चाहिँ हेरौँ अब अहिले कति हुने हो। अब अहिले चाहिँ रोपाइको काम बल्ल सुरु भएको छ। अहिले रोपाइ गर्दैछौँ है। सँगै हामीले चाहिँ असार महिनामा यो रोपाइमा रमाइरहेका छौँ भने तपाईँहरूले जहाँबाट हेर्नु भएको छ नि यो भिडियो उही बसेर रमाउनु होला। सँगै यो सुमन पहराई मगर भन्ने युट्युब च्यानललाई साथ र सपोर्ट गरिदिनु होला। हामीले चाहिँ मैले चाहिँ खासमा यस्तै एकदम रियल भिडियोहरू लिएर तपाईँहरूमा उपस्थित हुने गरेको छु। मन परे लाइक कमेन्ट र सेयर पनि गरिदिनु होला। धन्यवाद। नमस्ते। यो आज हामी चाहिँ नि धुरकोट गाउँपालिका वडा नम्बर 3 हाडाडी धनमुडामा अवस्थित यो ठुलाखेत भन्ने उसमा चाहिँ नि आज रोपाइमा आएका छन्। असार महिना लागेसँगै विभिन्न खेतहरूमा थुप्रै ठाउँमा रोपाइहरू सुरु भइसकेको छ भने आज पनि हामी त्यस्तै चाहिँ यो ठुलाखेत भन्नेमा ठुलाखेतमा पनि आज हामी चाहिँ नि रोपाइको सिलसिलामा आएका छौँ। देख्न सक्नुहुन्छ यहाँ हेर्नुहोस् है। र पानीहरूमा रोप्दै हुनुहुन्छ, कसैले यहाँ चाहिँ कोक हालिरहनु भएको छ, आली लगाउँदै हुनुहुन्छ यहाँ है सर। यो ठुलाखेत हो है। यो धुरकोट गाउँपालिका वडा नम्बर 3 हाडाडी 3 धनमुडामा पर्छ है। यो माथिसम्म छ यो खेत, हेर्नु होला। ट्र्याक्टरले पनि चाहिँ यहाँ माटो खिच्ने काम भइरहेको छ। यो ट्र्याक्टर पनि छ, हात्ती ट्र्याक्टर सँगै गोरु रियल गोरु पनि छ यहाँ है। निकै ठुला छन् यिनी गराहरू। त्यसरी नै यो खेत यहाँ पनि चाहिँ यो खेतको नाम चाहिँ ठुलखेत भनेर भन्छन् है। ठुलखेतको रोपाइ हेर्न सक्नुहुन्छ यहाँ। आज चाहिँ नि यो असार महिना लागेसँगै ठुलखेतमा रोपाइ गर्ने कार्यक्रम छ आज। हेर्नुहोस् रोपार्नेहरू हेर्नुहोस् है। ऊ तलदेखि रोप्दै आउनुभयो, ल्याउनुभयो। अझै धेरै माथिसम्म छ यहाँबाट। ल हेर्नुहोस् अब यिनी गराहरू खेतका। ट्र्याक्टर प्लस गोरुले जोत्ने र खोप लाउने काम भयो आज चाहिँ नि खेतमा। असार महिना लागेसँगै हाम्रो चक्रमा आमाले चाहिँ नि मजाले ट्र्याक्टरले जोत्नु भएको छ। यहाँलाई हिँड्नुलाई फिकिरहनु भएको छ है। माथिसम्म छ है गराहरू। त्यो मान्छे देख्नुभएको छ नि त्यहाँसम्म छ है। त्यहाँ पनि जोड्दै हुनुहुन्छ, अलि लाउँदै हुनुहुन्छ। पानी पिलाउने भाइले चाहिँ पानी पिलाइछ। मूल मुहानबाट पानी बोक्दै दुईटा हातमा बोतल समाएर पानी चाहिँ पिलाइरहेछ। यो चाहिँ नि बियर गरा हो, बिउ राखेको गरा। बिउ सबै बिउ काटेर सक्नुभयो। बिउ काटिसके पछाडि रोप्ने ठाउँमा भक्का बोकिरहनु भएको छ। हेर्नुहोस् बिउ काट्ने मान्छेहरू पनि थाकेर आलीमा बसिरहनु भएको छ है। यो चाहिँ लिएर गरा हो। थकै लाग्यो तपाईँहरूलाई? हजुर थकै लाग्यो है। ओहो कस्तो गाड छोप्छ है खुट्टा।
ट्र्याक्टरद्वारा चाहिँ माटो कुट्ने काम मसँग जोड्दैछन्। जिउ तर जिउ है काटेर राख्नुभएको। यो चाहिँ एक्लै धान भन्नेको जिउ होला सम्भवतः मलाई लाग्छ। एक्लै धान नै हुनुपर्छ। फुलखेतमा चाहिँ नि अब चाहिँ हिलाएर भइयो। अब चाहिँ रोप्ने काम हुँदैछ यहाँ। सागर बाबु खुट्टा हल्ला हो त्यसरी फिट्नुपर्छ हिलो। धान रोपेको बनाउने लगेर के सब्जी लानु अंकल के छ ठिक छैन ल ल ल यो हो त्यो चाहिँ फौरो के भन्छ त्यसलाई फेउरो फेउरो भन्छ है त्यसलाई ल हेर्नुहोस् अनि यता माथितिर पनि छ है खेत हाम्रो चाहिँ यो ठुल खेतको यो तारी खेत चाहिँ यतातिर छ नि माथि हो त्यहाँ पनि यो रोपाइ गर्दै हुनुहुन्छ रोपार्नेहरू हुनुहुन्छ यो माथिनिर